हेलो हेलो गाइजहरू, म चाहिँ यहाँ मेकअप गर्दै बस्दै थिएँ नि त। अनि मेरो हस्बेन्डले चाहिँ एक्कासी मलाई त आज कस्तो माछा खान मन लागेको छ भन्नुभयो क्या। आमा चाहिँ थपक्क उठेर गएर पैसा दिएको कि रियाक्सन। Masa masih yang saya akan lakukan saya dalam. Apa sih? Ya video ada खोलेर के लिएर आउने? माछा। अनि अहिले चाहिँ मैले यहाँ मेकअप गरिसकेँ नि त। अनि यस्तो मेकअप गर्दा गर्दै सोचेँ कि अनि आज चाहिँ म फिस बिरयानी बनाउँछु भनेर चाहिँ खासै त आउँदैन, अलिअलि बनाउँछु भनेर चाहिँ सोचेको छु। अहिले चाहिँ बजार गएर लिएर आउँदै गर्दाखेरि यहाँ पर यो ठाउँमा चाहिँ एकछिन बसेको नि त। अनि मैले खेतमा दालहरू छरेको थियो सबै। पछि अस्ति यो माटोहरू ल्याउँदाखेरि जहाँ गाडीहरूले सबै किचाइदिएर यहाँनिर चाहिँ यस्तो छ। सँगैमा चाहिँ उता अलि राम्रो हरियो भएको छ, यहाँनिर चाहिँ छैन, खत्तम बनाइदियो। दाल खानु पाइन्छ होला भनेर सोचेको थिएँ, तर गाडी हिँडेर कुचाइदियो यो माटोहरू बोक्दाखेरि। अहिले बजारबाट आइपुगेर माछा धुनु पर्यो भनेर भित्र पसेको कराई लिनलाई। बाबाले फेरि परेवा काटेर राख्नुभएको रहेछ कि। अनि म चाहिँ ला अब के गर्ने, माछा बनाउने कि परेवा बनाउने भनेर सोच्दै थिएँ। अनि फेरि यस्तो कि म चाहिँ परेवा नखाने, आमा चाहिँ माछा नखाने कि। अनि अब माछा पनि बनाउँछु परेवा पनि बनाउँछु भनेर चाहिँ म धुन रेडी हुँदैछु गाइजहरू। मैले फिस बिरयानी बनाउन आँटेको। कस्तो लाग्यो सरप्राइज? कौन है लोग क्यों आते हैं यहाँ? अनि मैले चाहिँ यतिखेरसम्म मेरो हस्बेन्डलाई भनेको थिइनँ क्या म फिस बिरयानी बनाउँछु भनेर। अब नर्मल्ली माछाको सब्जी बनाएर अनि खानासँग खाने भनेर सोच्नुभएको थियो। मैले चाहिँ यस्तो सोचेको थिएँ कि बिरयानी बनाउँछु भनेर। अनि हतार यहाँ माछा तार्दै अनि यो प्याजहरू भुट्दै गर्दै थिएँ म चाहिँ। अनि त्यही प्याज भुटेको तेलमा चाहिँ आमाको लागि परेवा पनि पकाउन थालेँ कि छिटो छिटो गर्नु पऱ्यो नि त, बेलुका भइसकेको थियो। अनि यता परेवा रेडी गर्दै यता माछा पनि रेडी भइसकेको छ। अनि मैले चाहिँ यहाँनिर हरियो हरियो धनियाँ, कडी पत्ता, पुदिना, अनि रातो रातो टमाटर, हरियो काँक्रा, हरियो खुर्सानी, अनि मैले गाजर सलादको लागि भनेर चाहिँ यहाँ ठिक गरेको थिएँ। अनि यता यति बेलासम्म रस पनि उम्लिसकेँ मजाले हेर्नु। अनि यहाँनिर चाहिँ मैले अब दम दिने कि के भन्दो रहेछ नि त यस्तो गुम्साउनलाई। अनि हल्का भिडमा चाहिँ तेल राखेर माथिबाट यो बिरयानीको भात राखेर अनि माछाहरू, धनियाँ पत्ता, तारेको प्याज, अनि फेरि भात राख्दै अनि स्टेप बाई स्टेप माछा राख्दै अनि त्यसरी नै त्यसमाथि काटेको खुर्सानी, काटेको टमाटरहरूलाई यसरी राखेर फेरि त्यहाँमाथि माछा राखेर अनि यो भात राखेर फेरि मैले मजाले लास्टसम्म चाहिँ यो खासमा 3 जनाको लागि बनाएको मैले। लास्टसम्म चाहिँ यस्तो एक कुकरै भइगयो कि भर्ने बेलामा। अनि यता मैले गाजरहरू सलादहरू पनि काटेर रेडी गरिसकेको छु नि त। अनि मैले आमा र बाबालाई चाहिँ खाना दिइसकेँ। अनि यहाँ र म र मेरो हस्बेन्ड चाहिँ खाँदैछौँ कि। अनि हस्बेन्ड चाहिँ मजाले खानुहुँदैछ। हेर्दा जस्तो भए पनि खाँदा चाहिँ मिठो थियो है गाइजहरू। बाई।